कफी हामीले पिउने नेस्क्याफे कफी भनेको यही हो। यो कफी हामीले बजारमा किन्दै गर्दा 7,000 रुपैयाँ किलो पर्न जान्छ। हाम्रा यसरी खेर जाने गर्छ। यसको हामीले सही सदुपयोग गर्न सक्ने भने 7,000 रुपैयाँ किलो कफी हाम्रो देशमा आफै उत्पादन हुन सक्छ। तर यहाँ प्रशोधन गर्ने प्रविधिको विकास अनि यसलाई सही बजार व्यवस्थापन गर्न नसकेका कारणले हामी कफी यसरी बनाउँदै छौँ। यसलाई हामीले निकाल्छौँ अनि यसलाई सुकाएर भुटेर अनि यसलाई सुकाएपछि भुटेर त्यसलाई पिसेर हामीले चाहिँ अर्ग्यानिक लोकल कफी बनाउने गर्छौँ। यसमा कुनै प्रकारको केमिकल प्रयोग हुने गर्दैन। यस्तो प्रकारको भिडियो हेर्नका लागि अझै तपाईले सब्स्क्राइब गर्नुहोला।